हेलो गाइस, नमस्ते। स्वागत छ हजुरलाई फेरि पनि मेरो अर्को नयाँ ब्लगमा। र मैले चाहिँ ब्लग बहुत दिनपछि स्टार्ट गर्दैछु। बहुत दिन भयो मैले भिडियो बनाएको छैन र आज चाहिँ यस्तो भिडियो बनाऊँ भनेर लागेको भिडियो बनाउनको लागि। र म चाहिँ यो लुम्खाइ बोकेर आएको छु यहाँ घरको तल यो दाउरा सार्नको लागि। र मैले चाहिँ यहाँ जुम लगाएको थिएँ र यो जुममा चाहिँ के पलाएको छ भनेर हेर्न पनि आएको। र हेरौँ है के लगाएको थिएँ मैले र के पलाएको छ भनेर के निस्केको छ नयाँ नयाँ। र हेर्नु सक्नुहुन्छ यो चाहिँ हो मेरो सानो जुम। यतिबाट यति बेसी ठुलो त छैन, यति नै हो। र यहाँ चाहिँ मैले मकै फर्सी अनि लाउ अनि के भन्छ काँक्रा कच्चु अदुवा यसो लगाएको थिएँ अलिअलि खानुको लागि घरमा। बहुत दिन भयो लगाएको र के जिनिस त निस्केको छ र कति जिनिस चाहिँ निस्केको छैन, के निस्केको छ के निस्केको छैन हेरौँ है अब। र यस्तो अल्छी लाग्छ मलाई चाहिँ, के भन्नु, सुत्दा गरेर उठेर आएको छु अहिले। र हेर्न सक्नुहुन्छ मकै निस्केको रहेछ सानो मकै अनि फर्सी होइन काँक्रा हो। यो चाहिँ काँक्राको गाछी निस्केको रहेछ। अनि यहाँ चाहिँ मैले अलिक खुर्सानी लगाएको थिएँ। खुर्सानीको गाछी त सानो भएको रहेछ है, हेर्न सक्नुहुन्छ है। खुर्सानीको गाछी ठुलो भएको छैन, बढ्नु सकेको छैन, जत्रोको त्यत्रो छ। यो त मैले चाडा लिएर लगाएको थिएँ। फर्सीको गाछी चाहिँ फुटेको रहेछ, लेकिन यति राम्रो चाहिँ नभएको रहेछ फर्सीको गाछी पनि। जङ्गल पनि भइसकेको रहेछ। हप्ता दिन भयो होला मैले लगाएको। अनि म आएको थिइनँ, पानी परिरहेको थियो बेला बेलामा, त्यही कारणले। र यो चाहिँ मेरो सानो जुम र जङ्गल पनि भइसकेको रहेछ। र मैले चाहिँ यहाँ लाउको बुटो लगाएको थिएँ। लाउको बुटो चाहिँ निस्केन छ, किन निस्केन छ भनेर चाहिँ अब म चाहिँ यसलाई खनेर हेर्छु। अरू सबै बुटो पनि निस्किसकेको छ, लाउको बुटो चाहिँ निस्केको छैन। र यहाँ चाहिँ मैले लाउ किन चाहिँ ननिस्केको रहेछ यसलाई चाहिँ म अब खनेर हेर्छु है। निस्किने भए त निस्किसक्थ्यो होला, निस्किँदैन होला अरू सायद, त्यही कारणले होला। खै त बिच्छी पनि छैन क्या हो। 2 जग्गा लगाएको थिएँ मैले लाउ चाहिँ गाइस, हेर्नु न मेरो लाउको बिच्छी नै छैन, कता बिलायो। लाउको बिच्छी नै हरायो, लाउको बिच्छी नै छैन गाइस। यहाँ मैले लाउ रोपेको थिएँ। लाउ नै छैन यहाँ। अनि एउटा यहाँ लगाएको थिएँ, यहाँ पनि निस्केको छैन। लाउ नै फुटेन। अरू त सबै फुटेको छ, जति लगाएको। कच्चुहरू पनि निस्किन लागेको रहेछ, खुसा निस्केको छ कच्चु पनि। यी कच्चु पनि निस्किँदै रहेछ, हेर्न सक्नुहुन्छ। कच्चु पनि राम्रोसितले भएको रहेछ। र उता चाहिँ मैले अदरक लगाइदिएको थिएँ। अदरक त अहिलेसम्म निस्केको छैन, सायद निस्किन्छ होला। यहाँ चाहिँ मैले भेन्डी पनि लगाएको थिएँ र फर्सी पनि लगाएको थिएँ। र भेन्डी चाहिँ फुटेन छ, त्यो चाहिँ अझै मैले भेन्डी चाहिँ फुटेन रहेछ, फर्सी चाहिँ फुटेको रहेछ। त्यो पनि यति राम्रो त नभएको रहेछ फर्सी पनि, केही छैन। र हेर्न सक्नुहुन्छ, हेर्नु भयो होला मेरो सानो जुम। कोही जिनिस चाहिँ राम्रो निक्लेछ, कोही जिनिस चाहिँ निस्केकै छैन। अनि फर्सी चाहिँ निक्लेछ, यति राम्रो चाहिँ नभएको रहेछ। अनि मेरो घर चाहिँ उति हेर्न सक्नुहुन्छ, मेरो नानी चाहिँ कराइराखेको छ, त्यहाँबाट चिल्लाइराखेको छ। दाउरा चाहिँ अस्ति नै एउटा काटेर राखेको थियो, यत्रो दाउरा छ कहिले असारेर सक्नु थाहा छैन। अहिले चाहिँ एकखेप जान्छु लुम्खाइमा हालेर। नानी केटाकेटी भएपछि त झन् केही काम एक्ला गर्न सकिन्छ, केही काम एक्ला गर्न सकिँदैन। एउटा काम गर्दा एकातिर फेरि नानी केटाकेटी सम्हाल्नु पऱ्यो। यस्तै गर्दै मेरो दिन चाहिँ बिग्राइछ। मेरो एक लुम्खाइ पनि भइसक्यो मेरो। यसलाई चाहिँ अब उठाएर घर लिएर जानुपर्छ अनि त्यसपछि जलाउनु पर्छ। र मेरो अदुवा चाहिँ किन निस्केन चाहिँ म हेर्नु एकदम मन लाग्यो। हर जिनिस त निस्केको छ अलिकति भए पनि, लेकिन अदुवा चाहिँ निस्केन। त्यसको लागि म अब फेरि अदुवालाई चाहिँ निकालेर हेर्छु, गाछी निस्केछ कि निस्केको छैन भनेर है। हेर्नु है गाइस, तपाईँहरू पनि कता लगाएको थियो त्यो पनि थाहा छैन। गड्डा कता छ त्यही हेर्नु पऱ्यो अनि खन्नु पऱ्यो। यहाँ पनि लगाएको थिएन कि, यसलाई चाहिँ खनेर हेर्नु पऱ्यो गाइस, किन चाहिँ निस्केन चाहिँ मेरो अदरक। ओ सरी, निस्किँदैछ मेरो अदरक। टुट्यो के गाइस, निस्केको रहेछ नि धन्न। किन निस्किन भनेर खोलाले हेरेको त निस्केछ।
निस्केको रहेछ गाइस, टुट्यो। त्यसको मुन्टो पनि टुट्यो, अद्भुत रहेछ। टुट्यो नि, किन निस्किन भनेर हेर्छु भनेको त, कोही भएको छैन, फेरि पोडिदिन्छु यसलाई म। त्यो मेरो छाउरा चाहिँ त्यहाँ आएर हेर्दैछ। निरज हाय, चप। मेरो छाउरा आएर चाहिँ त्यहाँ माथि गर्दैछ। मेरो लुखाइ चाहिँ भायो। अब चाहिँ यसलाई उठाएर लिएर जानु पर्यो है। कसरी उठाउने ला? उठाएँ, लुखाइ उठाएँ। अब चाहिँ घर जानु पर्यो है। अब चाहिँ घर जानु पर्यो गाइस। ल त आजको लागि यति नै। फेरि भेटौँला अर्को नेक्स्ट ब्लगमा। बाई बाई। मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला। हामी गाउँलेको भिडियोहरू पनि हेरिदिनु होला, माया गरिदिनु होला। मेरो छोरा चाहिँ आते गर्दैछ। बाई बाई।